हेलो एभ्रिवान आज चाहिँ हामीले लिडकोडको थर्ड प्रब्लम लङ्गेस्ट सब स्ट्रिङ विदाउट रिपिटिङ क्यारेक्टर भन्नेवाला प्रब्लम लिएर आएका छौँ। अब यसको सोल्युसन चाहिँ कसरी गर्न सकिन्छ पहिला प्रब्लम बुझौँ है त। अब यसमा के हुन्छ भन्दाखेरि कुनै पनि एउटा स्ट्रिङ दिएको हुन्छ, त्यो स्ट्रिङबाट एउटा त्यस्तो स्ट्रिङको लेन्थ जो चाहिँ क्यारेक्टर रिपिट हुनु भएन, सब स्ट्रिङको लेन्थ हुनु पऱ्यो जहाँ चाहिँ त्यसको क्यारेक्टरहरू रिपिट हुनु भएन। अब मानौँ हाम्रो इनपुट चाहिँ एबिसी एबिसी बिबी छ भने आउटपुट भनेको लङ्गेस्ट सब स्ट्रिङको लेन्थ, यसको लङ्गेस्ट सब स्ट्रिङ भनेको विदाउट रिपिटिङ क्यारेक्टर है। क्यारेक्टर रिपिटिङ नगरिकन हाम्रो लङ्गेस्ट सब स्ट्रिङ भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि एबिसी हुन्छ। त्यसको लेन्थ कति भयो? 3 भयो। अब अर्को इनपुट हेरौँ, पिडब्लुडब्लुडब्लु केइडब्लु छ, त्यसमा चाहिँ हाम्रो यो सब विदाउट रिपिटिङ क्यारेक्टर गर्दाखेरि यो यता गर्दाखेरि रिपिट हुन्छ अनि यो भएन, अनि त्यही भएर अनि डब्लुकेई गर्दाखेरि रिपिट हुँदैन। अब फेरि यो डब्लु गऱ्यो भने फेरि रिपिट भइहाल्छ। डब्लुकेई भनेको एउटा लङ्गेस्ट सब स्ट्रिङ भयो, त्यसको लेन्थ भनेको आउटपुट हाम्रो 3 भयो। अब यसलाई चाहिँ हामीले कसरी सोल्युसन गर्न सकिन्छ त नि भन्दाखेरि, अब कसरी गर्ने भन्दाखेरि अब हामीले यसको लागि चाहिँ हामीले ह्यासम्याप युज गर्न सकियो कि ह्यासम्याप चाहिँ किन युज गर्न सकियो भन्दाखेरि हामीले ह्यासम्यापमा एउटै की भएको बेला अरू भेट्यो भने अब त्यो नेक्स्टचोटि त्यो ह्यासम्यापमा इन्सर्ट गर्दाखेरि यदि विदाउट रिपिटिङ छ नि त, हामीले ह्यासम्यापमा चेक गर्न सजिलो हुन्छ। किन भन्दाखेरि त्यो इन्डेक्स पहिल्यै अलरेडी छ। इन्डेक्समा हामीले के गर्ने भन्दाखेरि कीमा चाहिँ हामीले यो भ्यालु यो नम्बर के अरे यो पी भनेर कीमा स्टोर गरिदिइसकेपछि, यो अल्फाबेट कीमा स्टोर गरिसकेपछि अनि हामीले अर्कोचोटि ह्यासम्यापमा चेक गर्दाखेरि पी अलरेडी छ कि छैन, रिपिट छ कि छैन भनेर चेक गर्न सजिलो हुन्छ। अब त्यसको लागि हेरौँ है त। सुरुमा हामीले ह्यासम्याप इनिसियलाइज गरौँ है। ह्यासम्याप इनिसियलाइज गरौँ। अब जसमा चाहिँ की भनेको चाहिँ के हुन्छ भन्दाखेरि की भनेको चाहिँ हाम्रो यो स्ट्रिङ हुने भयो, यो क्यारेक्टर हुने भयो होइन। अनि भ्यालु भनेको इन्डेक्स हुने भयो। अब हामीले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि अब यसमा यो के अरे यो हाम्रो जुन स्ट्रिङ छ, इनपुट छ, त्यसमा चाहिँ हामीले लुप लगाउनु पऱ्यो। अब पहिलो लुपमा के हुन्छ भन्दाखेरि सुरुमा लुप लगाउने। अब सुरुमा 1 नम्बरमा के हुन्छ भन्दाखेरि ह्यासम्याप हेर्छ। ह्यासम्यापमा सुरुमा हाम्रो त एमा लुपमा अब टेबुलर फर्मेटमा गरौँ है त सजिलो हुन्छ। टेबलमा अब यो लुप इन्डेक्स यो भयो, लुप इलिमेन्ट भ्यालु इलिमेन्ट भनौँ न, इलिमेन्ट यहाँ छ। ह्यासम्यापमा के छ हेरौँ, लङ्गेस्ट सबस्ट्रिङ भनौँ, सबस्ट्रिङ इज रिपिटेड हेरौँ है। अब इन्डेक्स नम्बर के हुन्छ भन्दाखेरि अब सुरुको इन्डेक्समा हेरौँ है, इन्डेक्स नम्बर 1 मा अब केबाट लुप भयो भन्दाखेरि एबाट लुप इलिमेन्ट भयो नि। ह्यासम्यापमा हामीले सुरुमा इनिसियलाइज गर्दाखेरि ह्यासम्याप एम्प्टी हुन्छ। अब ह्यासम्यापमा की भनेको ए राखिदिने, भ्यालु भनेको कति राखिदिने, 1 राखिदिने। अब लङ्गेस्ट सबस्ट्रिङ त्यति बेला चेक गर्ने जति बेला ह्यासम्यापमा भएको भ्यालु हामीले फेरि स्ट्रिङमा भेटिन्छ लुपमा। भनेपछि अहिले चेक गर्नु पऱ्यो, ए त अलरेडी छैन नि त, त्यही भएर लङ्गेस्ट सबस्ट्रिङ चेक गर्ने भएन। सुरुमा इनिसियलाइज 0 गऱ्यौँ, त्यही 0 राख्यौँ। इज रिपिटेड फल्स होइन। अब सेकेन्ड इन्डेक्समा के हुन्छ भन्दाखेरि लुप इलिमेन्ट कुन हो, बी हो। अब ह्यासम्यापमा हेरौँ, एमा 1 गयो, बीमा 2 गयो। लङ्गेस्ट सबस्ट्रिङ भनेको यो फेरि ह्यासम्यापमा दोहोरिएको क्यारेक्टर आएको छ, छैन, बी त छैन नि त हाम्रो ह्यासम्यापमा, त्यही भएर लङ्गेस्ट सबस्ट्रिङ अहिले 0 नै राख्यौँ। इज रिपिटेड फल्स राखौँ। अब 3 मा आयो, सीमा आइसकेपछि के भयो भन्दाखेरि सी पनि के छ, ह्यासम्यापमा छैन, त्यही भएर ह्यासम्यापमा इन्सर्ट गर्नु पऱ्यो। 2C3 लङ्गेस्ट सबस्ट्रिङ 0 नै राख्ने। लङ्गेस्ट सबस्ट्रिङ त्यति बेला मात्र निकाल्ने जति बेला चाहिँ यो स्क्यान गरेको इलिमेन्ट चाहिँ ह्यासम्यापमा अलरेडी छ है। इज रिपिटेड भनेको के भयो, फल्स भयो। अब आउँछ मेन कुरा। अब एबिसी भनेर स्क्यान गरिसक्यो, अब चाहिँ के पालो आयो, ए को पालो आयो। 4 मा ए को पालो आयो। अब ए चाहिँ के छ, अलरेडी छ ह्यासम्यापमा। यदि अब अलरेडी ह्यासम्यापमा छ भने यसको हाइएस्ट इन्डेक्स कति हो, 3 हो। त्यसलाई चाहिँ हामीले लङ्गेस्ट सबस्ट्रिङमा के गर्ने भन्दाखेरि ओभरराइट गर्ने। 3 हो नि त हाम्रो। इज रिपिटेड ट्रु। यदि रिपिट भयो नि त, ए आएपछि त ए त अलरेडी छ।
अब यो सबै ह्यासम्यापलाई क्लियर गरेर अब फेरि एउटा नयाँ ह्यासम्याप क्रिएट गर्ने, जहाँ चाहिँ हाम्रो के हुन्छ, ए हुन्छ, ए पनि 1 को इन्डेक्समा हुन्छ। यसलाई सबै डिस्कार्ड गरेर फेरि नयाँ ह्यासम्याप क्रिएट गरिदिने। यसको लेन्थ चाहिँ हामीले चेक गरेर यसको लेन्थ कति छ 1 2 3 गर्दाखेरि 3 गरेर लङ्गेस्ट सब स्ट्रिङ यति आयो। अब यसरी नै 5औँ इन्डेक्समा के हुन्छ भन्दाखेरि बी आयो, एमा 1 छ। अब अघिको जस्तै सेम सिक्वेन्स रिपिट हुने भयो। बीमा 2 छ, लङ्गेस्ट भनेको 3 छ, इज रिपिटेड फल्स। अब फेरि 6मा आयो, 6मा के भयो, 6मा चाहिँ हाम्रो के छ भन्दाखेरि सी छ, अनि A1 B2 C3 भयो, इज रिपिटेड फल्स भयो, लङ्गेस्ट भनेपछि 3 नै हुने भयो। अनि 7मा अब बी आयो, अब बी त अलरेडी छ, इज रिपिटेड ट्रु गर्ने। अब यसको लेन्थ छ जति छ नि ह्यासम्यापमा भएको लेन्थ, म्याक्सिमम लेन्थभन्दा ठुलो छ कि छैन चेक गर्ने। अब यो म्याक्सिमम लेन्थभन्दा ठुलो छ भने यसको लेन्थलाई लङ्गेस्ट सब स्ट्रिङको लेन्थलाई ओभरराइड गरिदिने। यदि यो 4 को भएको भए लङ्गेस्ट सब स्ट्रिङ 4 हुन्थ्यो, यो त 3 नै छ भनेपछि यसलाई ओभरराइड गर्नु परेन। यसलाई डिस्कार्ड गरेर अर्को के हाल्नु पऱ्यो, हामीले बीलाई हाल्नु पऱ्यो, बीलाई इन्डेक्स 1मा हाल्नु पऱ्यो। म्याक्सिमम त 3 नै भयो, किन भन्दाखेरि अहिले नयाँ आएको इन्डेक्सको म्याक्सिमम लेन्थ पनि 3 नै भयो। अब 8मा के हुन्छ भन्दाखेरि बी नै आउँछ होइन। अब बी त अलरेडी छ होइन, बी त अलरेडी भएपछि के हुन्छ, के अरे इज रिपिटेड ट्रु भयो, लङ्गेस्ट सब स्ट्रिङ यो बीभन्दा यो ठुलो छ छैन, त्यही भएर 3 नै भयो। अब फेरि यो डिस्कार्ड भएर फेरि नयाँ अर्को बी आयो, अर्को बी आउँदाखेरि के भयो भन्दाखेरि अब फेरि अर्कोचोटि चेक गर्छ है। चेक गर्दाखेरि लास्टमा के हुन्छ, अब लास्टमा 9मा चेक गर्छ, यदि यहाँ कुनै पनि इलिमेन्ट छैन, लुप इलिमेन्ट खाली छ, अब ह्यासम्यापको लेन्थ चेक गर्ने लास्टमा फाइनलमा। अब यसको लेन्थ चाहिँ यदि योभन्दा म्याक्सिमम लङ्गेस्ट सब स्ट्रिङ भन्दा ठुलो छ भने यसलाई ओभरराइड गरिदिने, नत्र चाहिँ हाम्रो लङ्गेस्ट सब स्ट्रिङ नै हाम्रो सोल्युसन हुन्छ। यसरी ह्यासम्यापमा अब यसको हेरौँ है, स्युडो कोड हेरौँ है त। सुरुमा ह्यासम्यापमा राखिदिने, ह्यासम्यापमा के हुन्छ भन्दाखेरि की र भ्यालु गरेर राखिदिने होइन। अब त्यति बेलासम्म ह्यासम्यापमा इन्सर्ट पहिला लुप लगाउने, यहाँ लुप लगाउँछ स्ट्रिङमा, अनि इन्सर्ट इन्टु ह्यासम्याप कति बेला त नि, जति बेला ह्यासम्यापमा इफ ह्यासम्यापमा त्यो भ्यालु छैन, इफ करेन्ट इलिमेन्ट नट फाउन्ड इन ह्यासम्याप होइन। यदि अब इन्सर्ट इन्टु ह्यासम्याप कति बेला गर्ने भन्दाखेरि करेन्ट इलिमेन्ट ह्यासम्यापमा फाउन्ड गरेन भने, एल्समा के हुन्छ, यदि त्यसमा फाइन्ड गरे लास्टमा हामीले करेन्ट इलिमेन्ट चाहिँ ह्यासम्यापमा फाइन्ड गऱ्यो भने के हुन्छ भन्दाखेरि चेक लेन्थ अफ ह्यासम्यापको लेन्थ चेक गर्ने। ह्यासम्यापको लेन्थ चेक गर्दाखेरि हामीले के गर्नुपर्छ भन्दाखेरि अब यदि यो लेन्थ चाहिँ म्याक्सिमम भन्दा, सुरुमा चाहिँ हामीले म्याक्स भनेको 0 राखिदिने। यदि यो लेन्थ चाहिँ म्याक्सभन्दा ठुलो छ भने इफ ह्यासम्याप लेन्थ अफ ह्यासम्याप इज ग्रेटर देन म्याक्स छ भने म्याक्स इक्वल्स टु फेरि लेन्थ अफ ह्यासम्याप गरिदिने। यसरी नै हामीले के गर्नुपर्ने सकियो भन्दाखेरि, यसरी नै हामीले कुनै पनि एउटा स्ट्रिङ दियो भने त्यो स्ट्रिङको कुनै पनि क्यारेक्टर रिपिट नगरिकन त्यसको लङ्गेस्ट सब स्ट्रिङ कुन हो त नि भनेर फाइन्ड गर्न चाहिँ हामीले यसरी सक्नुभयो है त। ल, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अब अर्को भिडियोमा चाहिँ हामीले फेरि अर्को लिड कोडको प्रब्लम लिएर आउनेछौँ। त्यति बेलासम्मको लागि थ्याङ्क यू, बाई।